नमस्कार सबैलाई। विजयादशमी 2082 को मङ्गलमय शुभकामना अर्पण गर्दै म एउटा सानो कविता यहाँहरू समक्ष प्रस्तुत गर्न चाहन्छु। यसको शीर्षक छ अग्निदाह। जे जलाउनु पर्ने थियो त्यो जलाइएन, जे नजलाउनु पर्ने थियो त्यही जलाइयो। जलाउनका लागि त हामीसँग आलस्य र अकर्मण्यता, दम्भ र घमण्ड थिए। अरूको समृद्धिमा आरिस गर्ने, परपीडनमा रमाउने मनहरू थिए। सामाजिक सञ्जाल सिर्जित अफवाह, घृणा र आक्रोशहरू थिए। रुवाएर अरूलाई आफू हाँस्ने स्वभावहरू थिए। पसिना नबगाई कमाउने इच्छाहरू थिए। दोहोरो मानकतामा बाँच्ने अभ्यासहरू थिए। शक्ति र सम्पत्तिको मार्गमा हरेक माध्यम जायज मान्ने विश्वासहरू थिए। धुलो चेहरामा छ हाम्रो, ऐना पुछेर सफा कहाँ हुन्छ। धुलो चेहरामा छ हाम्रो, ऐना पुछेर सफा कहाँ हुन्छ। समस्या अन्तर्यमा छ हाम्रो, व्यवस्था बदलेर के हुन्छ। समस्या अन्तर्यमा छ हाम्रो, व्यवस्था बदलेर के हुन्छ। परिवर्तन अरूमा खोजिरहेछौँ हामी, परिवर्तन अरूमा खोजिरहेछौँ हामी। पहिले आफैमा नगरी के हुन्छ। परिवर्तन अरूमा खोजिरहेछौँ हामी, पहिले आफैमा नगरी के हुन्छ।